ल बहिनी नमस्ते। यता देब्रेपट्टिको हजुर भाइको लाउँ भएको छ। बहिनीको नाम चाहिँ के हो? मेरो नाम रोजिका श्रेष्ठ। ए अनि यता बीचको बहिनी चाहिँ बबिना। अनि यता अर्को बहिनी? मेरो नाम चाहिँ इन्जु। ए ल कस्तो एकदमै एक्टिभ बहिनी हुनुहुँदो रहेछ। ल यता बहिनीबाट सुरु गरौँ न। कस्तो लाग्यो तपाईँलाई रेन्ज आज? एकदम रमाइलो लाग्यो दाइ। अनि हाम्रो चाहिँ अब फर्स्ट एक्सपिरियन्स थियो नि त। अनि गोली हान्दा चाहिँ एकदम मजा आयो। मजा आयो? अझै हानु लागेछ? हजुर अझै फेरि हानु लागेछ? हजुर हानु लागिरहेछ। यता बहिनीलाई चाहिँ कस्तो लाग्यो बीचको? हजुर मेरो पनि फर्स्ट एक्सपिरियन्स हो। अनि हजुर राम्रो भयो, मजाले गाइड गर्नुभयो फर्स्टमा। अनि त्यहाँदेखि हामीलाई हाल्नु अलिकति सजिलो भयो। हजुर अनि अझै पनि हाल्नु चाहिँ मन थियो, अब टाइमै छैन। श्रीमानले ट्रेनिङ दिनुभयो? हजुर फर्स्ट दाजुहरूले गाइड गर्नुभयो हामीलाई कसरी हाल्ने भनेर। त्यहाँदेखि चाहिँ हामीले त्यही उहाँहरूले गाइड गरेको अनुसारले हालेको। राइट। अनि यता बहिनीको चाहिँ? हजुर एकदम रमाइलो एक्सपिरियन्स भयो? डर लागेन? सुरुमा चाहिँ हल्का लागेको थियो, तर एक दुईचोटि लगेको चाहिँ रमाइलो मजा लागिरहेको थियो। भाइले सिकाउनु भयो? हजुर। तपाईँहरू के नम्बर नि हो कि एउटै एजको एउटै साइजको देखिन्छ त? उहाँहरू चाहिँ 16 को हो, म चाहिँ 17 को। ए 17 को? ए नम्बर नि हो? ए राइट। अनि गोली हाल्दा चाहिँ के कुरा ध्यान दिनु पर्दछ बहिनी? हामीले सुरु फर्स्टमा चाहिँ सेफ्टी, अनि फोकस अनि टार्गेट। ए राइट। अनि आफूले अलिकति मिलाएर हाल्नुपर्ने। अनि अप एन्ड डाउन आफ्नै हातमा हुन्छ कसरी हाल्नुपर्ने भन्ने कुराहरू, त्योहरूलाई अलिकति हजुर लिएर अलिकति सेफ्टीहरू लिएर हाल्नुपर्ने हुन्छ। कतिवटा लाग्यो होला बहिनीलाई? कतिवटा भन्नुभयो? 6। अनि यता बहिनीको? 5 मात्रै। आउट अफ 10 मा 5। अनि बहिनीको? आउट अफ 10 मा 9 वटा। ओहो पहिलोचोटिमा 9 है? के चाहिँ राम्रो भएको अलिक बढी लाग्थ्यो होला त बहिनी? हजुर के चाहिँ राम्रो भएको अलिक गोली राम्रो लाग्थ्यो होला? प्र्याक्टिस होला नि। फर्स्ट टाइम मैले फर्स्ट टाइमै छुके सबै चिज होइन, फर्स्ट टाइम, तर राम्रै भयो। ल त बहिनीहरूलाई धेरै धेरै धन्यवाद। अनि फेरि पछि पनि राम्रो गर्नु होला है त। थ्याङ्क यू सो मच।